नमस्ते फुपू आराम हुन्छ होइन ल गाइजहरू आज चाहिँ हामी वाकिङमा हिँडेको छौँ अगाडि सञ्जय भान्जा हुनुहुन्छ यहाँनिर चाहिँ बुर्तिवाङ खोला यति बढिसकेको छ तपाईहरु देख्न सक्नुहुन्छ ए पानी आएको छ सर र टक्क हेर्नुस् देश परदेश गाउँ सहरका इष्टमित्रहरू दाजुभाइ तथा दिदीबहिनीहरू हेर्नुस् यो चाहिँ हाम्रो भाइरल डाँडा जाने बाटो हो माथि भाइरल डाँडा छ हाम्रो सञ्जय सर चाहिँ अस्ति भर्खर काठमाडौँबाट आउनुभएको अनि जोस् बेलुका बेलुका साँझ साँझ हामी चाहिँ वाकिङ गरिरहेको छौँ महाभान्जा भए पनि यसरी खोला देख्न सक्नुहुन्छ तपाईहरुले बुर्तिवाङ खोला यसलाई के खोला भन्छ रे भान्जा तमान खोला तमान खोला गाडी आएको छ यसरी चाहिँ हामी भ्लग बनाउँदै हिँड्छौँ ब्लग ब्लग ओ हेलो सर ए यही वरपर चरम त चरम भन्छन् बुढाले बुर्तिवाङको हालत यस्तै छ है हामी त भिडियो बनाउँदै हिँड्दै गरेको हो सर यो हाम्रो लोकल बाटो हो यस्तो 3D तरिकाले पिस गरेको छ होइन भान्जा ब्लग बनाउँदै हिँड्दै गर्नु नि गाह्रै छ नि यार होइन भान्जा त्यो पनि केही छैन हामी बनाऊ जस्तो बन्छ त्यस्तै काछार गर्दैन यस्तै हाल्ने अलिअलि मिलाउने जोस् आफ्नो गाउँठाउँको बाटोमा भिडैमा भए पनि हिँड्न चाहिँ सजिलो छ होइन र भन्दा डाँडा पाखाहरू हेर्नुहोस् तपाईहरुले यहाँको राइडरहरू सिंह हाम्रो भान्जालाई चाहिँ एकदमै चिसो लागिरहेको छ तातो तातो चिज तपाईहरुले कमेन्टमा पठाइदिनु होला है त गाइजहरू यो चाहिँ हाम्रो बुर्तिवाङको एकदमै ठुलो अन्डा फेकतरी हो यहाँ फेकतरीमा चाहिँ अन्डा उत्पादन हुन्छ यसमा चाहिँ माउले अन्डा फ्याट्ट खसाल्छ र मान्छेहरूले आएर टप्प टप्प टिप्ने काम गरिराखेका छन् बर्खाको समय छ जताकतै हरियाली छ तपाईहरु देख्न सक्नुहुन्छ हामी हिँड्दै हिँड्दै भ्लग गरिराखेका छौँ यस्तो भ्लग बनिरहेको छ